सागर ढकाल चाहिँ अमेरिकाको एउटा एजेन्ट हो। अमेरिकाले उसलाई 2016 देखि नै ट्रेन गरेको भनेर मैले इन्टरनेटमा देखेँ। अनि एज समन हु हेज नोन सार दाई सिन्स 2012, सो मलाई आफ्नो पर्सपेक्टिभ राख्न मन लाग्यो किनकि हामी सँगै कलेजमा नि पढेको र सँगै एउटा प्रोजेक्टमा काम गरेको थियौँ हामीले युएस एम्बेसीमा। सो सार दाईसँग मेरो फर्स्ट भेट चाहिँ कसरी भएको भन्दाखेरि म इन्जिनियरिङ प्रिपेरेसन गरिरहेको थिएँ ए लेभल्स पछि। अनि एउटा बुक चाहिँ एकदमै राम्रो थियो क्या, लाइक एकदम, किनकि त्यो इन्जिनियरिङको एक्जाममा त हामीले ट्रिक्सहरू युज गर्नु पर्थ्यो नि त। अनि एउटा बुक थियो जुनमा चाहिँ कस्तो राम्रो छ, ट्रिकहरू सर्टकटहरू दिएको थियो। मलाई यस्तो मन पराएको थियो त्यो बुक। अनि मैले त्यहाँ पिएको मुनि एउटा बुक स्टोर थियो, त्यहाँनिर गएर चाहिँ यो बुक यस्तो राम्रो छ, यो राइटरको अरू पनि बुक छैन, कति धेरै सर्टकटहरू ट्रिकहरू, मलाई एकदम मन पऱ्यो यो बुक, प्लिज अरूको पनि यो राइटरले बुक लिएर आउन आँटेको छ भने चाहिँ मलाई भन्नु यता पुरै भनिरहेको थियो। अनि त्यो आन्टी पनि हाँस्नुभयो क्या। अनि यो राइटर जो हो यो बुकको ऊ यहीँनिर छ भनेर भन्नुभयो क्या। अनि सार दाई त्यही हुनुहुँदो रहेछ क्या, पुरै त्यो बोराबाट बुकहरू निकालिरहनु भएको थियो। अनि त्यसपछि मैले सार दाईलाई के अरे हजुरको यसरी अरूको नि बुक आउन आँटेको छ भने मलाई प्लिज भन्नुभयो भने। अनि दाईको चाहिँ खासमा अरूको बुक आउन आँटेको रहेछ क्या, तर हाम्रो पालामा चाहिँ सकेन। मैले चाहिँ दाई प्लिज मलाई त्यो लाइक हुन्छ नि प्रिन्टेड भर्सन छैन भने जस्तो छ त्यस्तै दिनु न, म त्यही भयो भने म पे गर्छु भनिरहेको थिएँ, बट त्यो चाहिँ मिलेन। एनिवेज जब मेरो पुल्चोकमा नाम निस्क्यो त्यसपछि पुल्चोक जोइन गरेँ। अनि सार दाई र म चाहिँ दुईजनै हामी होस्टेलमा थियौँ नि त, त्यही भएर बाटोमा कहिलेकाहीँ भेट हुन्थ्यो। अनि सार दाई चाहिँ पहिल्यैबाट एकदमै एनर्जेटिक। अनि खै के कम्पिटिसनहरू हुँदाखेरि पनि सार दाईले मलाई फोन गरेर यसमा भोटहरू गर ल, यो मेरो प्रोजेक्ट हेर भनेर भन्नुहुन्थ्यो। दाईलाई चाहिँ एउटा ग्राभिटेसनल वाटर भोर्टेक्स पावर प्लान्ट यस्तै केमा एकदम इन्ट्रेस्ट थियो होइन। अनि त्यसपछि अनि इलेक्सन हुने भयो सोभिएको चुनावमा। अनि सोभिएको चुनावमा इलेक्सन हुँदाखेरि दाई खासै पोलिटिकली इङ्गेज चाहिँ हुनुभएको थिएन, बट दाईलाई चाहिँ म केही गर्छु भन्ने थियो नि त। अनि पोलिटिक्समा सोभिएको सभापति भइसकेपछि त एउटा अपर्च्युनिटी हो, त्यही भएर सार दाईले चाहिँ मलाई बोलाएर अनि हामी अरूहरूलाई पनि बोलाएर मलाई चाहिँ यसरी इन्ट्रेस्ट छ सोभिएको चुनावमा यसरी उठ्नको लागि, म यो पार्टीबाट उठ्छु, मलाई सपोर्ट गर भनेर यसरी बोलाउनु भएको थियो। अनि त्यो सोभिएको चुनावै क्यान्सल भयो होइन। जस कलेजभरि छवि चाहिँ सार दाईको एकदमै ट्यालेन्टेड मान्छे, किनकि त्यो इन्ट्रान्समा पनि लाइक एकदम टपमै उहाँको ऱ्याङ्किङ थियो। अनि पिएमा पढाउनु हुन्थ्यो कि म एक्ज्याक्टली स्योर भएन, सायद पढाउनु हुन्थ्यो कि म चाहिँ स्टुडेन्ट थिइनँ कहिले पनि, दाईको धेरै क्लास हुन्थ्यो होइन। बट सार दाईको बुक पनि एकदमै राम्रो थियो। अनि त्यही भएर दाईलाई चाहिँ सबैले चिन्थ्यो, एकदमै ट्यालेन्टेड मान्छे, एकदम एनर्जेटिक डिटर्मिनेसन भएको मान्छे भनेर। अनि पछि के भयो भन्दाखेरि चाहिँ 2015मा सागर दाई र म हामी दुईजनै हाम्रो कलेजबाट चाहिँ सिलेक्ट भयौँ युएस एम्बेसी युथ काउन्सिलमा। लाइक देशभरको युथहरूले अप्लाई गरेको थियो। अनि त्यसबाट चाहिँ हामी 50जना जति सिलेक्ट भएको थियौँ। अनि 50जना जति चाहिँ हामी युएस एम्बेसी युथ काउन्सिलको प्रोग्रामको लागि हामी पोखरा पनि गयौँ, त्यहाँ ओरिएन्टेसन थियो त्यसपछि। अनि त्यो युएस एम्बेसी युथ काउन्सिलको मेन मोटिभ भनेको चाहिँ प्रोजेक्टहरू गराउने युथबाट हो क्या। अनि दाईको चाहिँ त्यो ग्राभिटेसनल वाटर भोर्टेक्स को एकदम इन्ट्रेस्ट थियो। अनि दाई र म चाहिँ हामी एउटै टिममा थियौँ, हामी 4जना थियौँ क्यारे टिममा होइन। अर्को एकजना इन्जिनियर दाई पनि हुनुहुन्थ्यो नि, अर्को चाहिँ एकजना आर्ट्स ब्याकग्राउन्डको थियो क्यारे। अनि हामी 4जना मिलेर चाहिँ हामीले ग्राभिटेसनल वाटरको हामीले प्रपोजल राखेको थियौँ। अनि टपमै सिलेक्ट भएको थियो क्या, लाइक 4-5वटा प्रोजेक्ट सिलेक्ट भएको थियो, तर अरूको लागि चाहिँ फर्दर डिस्कसन। अनि यो चाहिँ स्ट्यान्डर्ड गरेको भनेर हाम्रो प्रोजेक्ट थियो, जसमा चाहिँ सार दाईले लिड गरिरहनु भएको थियो। अनि त्यसपछि सार दाईसँग हामी गोर्खा गयौँ, त्यही प्रोजेक्टको लागि गोर्खा गएको थियौँ। त्यसपछि बर्दिया नेसनल पार्कतिर पनि गएको थियौँ क्या। दाईलाई चाहिँ पहिलादेखि नै त्यो पश्चिम साइडमा केही गर्न मन थियो, अब आइएम नट स्योर त्यो चाहिँ अलिकति अनडेभलप्ड एरिया भएर हो कि के हो, तर दाईको चाहिँ पहिल्यैबाट नै प्रोजेक्ट गर्ने भए हामी उता पश्चिमतिरै गर्ने भनेर हामी त्यतिखेर त्यही बर्दिया नेसनल पार्क हामी त्यतातिरको साइटहरू हेरिरहेको थियौँ, त्यो प्रोजेक्ट अब कहाँ इम्प्लिमेन्ट गर्ने त भन्दाखेरि। अनि त्यही हो, लाइक दाई चाहिँ एकदमै हुन्छ नि पहिल्यैबाट एकदम डिटर्मिनेसन भएको मान्छे होइन। अनि कति कुरा चाहिँ दाईको एकदम एक्सट्रिम थियो। दाईले मलाई म त यसरी गर्लफ्रेन्डहरू बनाउँदिनँ, किनकि गर्लफ्रेन्डहरू बनाउनु रिलेसनसिपमा हुनु भनेको आफ्नो मेन फोकसबाट चाहिँ डाइभर्ट हुनु हो। त्यही भएर मलाई चाहिँ देशको लागि के गर्न मन छ, म चाहिँ जन्मेकै देशको लागि के गर्नको लागि हो। त्यही भएर म यस्तो गर्लफ्रेन्ड बनाउने चक्करमा यस्तो फस्दिनँ, म चाहिँ आल ब्रिङ अ चेन्ज भन्नुहुन्थ्यो क्या दाईले जहिले पनि। मलाई चाहिँ अब ब्याचलर्स पढिरहेको थियो, मलाई कस्तो अचम्म लाग्थ्यो क्या दाईले यस्तो भन्नुहुन्छ होइन भनेर। अनि सो
त्यही हो, दाइ र म युएस एम्बेसी काउन्सिलमा सँगै थियौँ। अनि त्यसरी हामीलाई युएसवाइसीले एजेन्ट बनाएको होइन, हामीलाई केही त्यस्तो नर्मल कुरा सिकाएको पनि होइन। लाइक मैले धेरै अपर्च्युनिटी पाएको युएस एम्बेसीबाट, बार पार्क गएँ, त्यसपछि लाइक धेरै नै अपर्च्युनिटी पाएको थियो क्या हामीले युएस एम्बेसीकै प्रोग्रामहरूमा। त्यसपछि युएसबाट पनि कोही साइन्स एन्ड टेक्नोलोजीको मान्छेहरू आयो भने हामीलाई भेटेर होइन हामीसँग के अरे कन्सल्टेसनहरू हुन्थ्यो। त्यसपछि एकदम धेरै फेमस पोलिटिसियनहरूसँग पनि हाम्रो यसरी मिट एन्ड ग्रिट टाइपको हुन्थ्यो, उनीहरूसँग नेटवर्किङ गर्ने अपर्च्युनिटी होइन। सो लाइक कहिले पनि त्यहाँनिर गएर अमेरिकाको इन्ट्रेस्टमा केही कुरा चाहिँ आएन क्या। हो, एक किसिमले आइएम भेरी ग्रेटफुल टु युएस एम्बेसी, किनकि एउटा अपर्च्युनिटी दिएको थियो एउटा कलेज स्टुडेन्टलाई। त्यही भएर काहीँ न काहीँ एउटा सफ्ट कर्नर छ युएसको लागि होइन, युएस एम्बेसीको लागि। बट हामीलाई त्यो पोलिटिकल एजेन्डामा यताउता गर्ने त्यस्तो केही पनि भएको होइन क्या। सो जुन अहिले सागर दाइलाई भनिरहेको छ नि मान्छेहरूले अब डरायो होला होइन, किनकि युथहरू त अब लागि परेको छन् सागर दाइलाई जिताउनको लागि। सो मान्छेहरू चाहिँ अब डरायो होला सागर दाइले जित्छन् भनेर, पुरानो पोलिटिक्स चाहिँ दिन्छ भनेर। त्यही भएर अब कसरी उहाँको भोट कम गर्ने त भन्दाखेरि यसरी युएस एम्बेसीको चाहिँ एजेन्ट हो भन्यो भनेर, किनकि हाम्रो त रिसिरहेको छ नि त युएससँग त कति देशहरूलाई एट्याक गरेको छ। त्यही भएर हामी सागर दाइबाट पनि डाइभर्ट हुन्छौँ भनेर त्यो सोचेको छ होला। बट एज अ वान जो चाहिँ म आफै पनि युएस एम्बेसीको मेम्बर थिएँ युथ काउन्सिलको होइन। सो